हेलो गुड इभिनिङ स्टुडेन्ट। आज हामी चाहिँ डाल्टन्स एटमिक थ्योरी पढ्न गइरहेको छौँ। डाल्टन्स एटमिक थ्योरी इन 1810 मा चाहिँ जोन डाल्टनले चाहिँ एउटा आर्टिकल चाहिँ सिरिज अफ आर्टिकल चाहिँ पब्लिस गर्नुभएको थियो, जसको नाम चाहिँ अ न्यू सिस्टम अफ केमिकल फिलोसफी थियो। अ न्यू सिस्टम अफ केमिकल फिलोसफी। Here explanation of internal arrangement of atoms and purpose a theory that is Dalton's atomic theory। 1810 मा चाहिँ जोन डाल्टनले अ न्यू सिस्टम अफ केमिकल फिलोसफी भनेर निकाल्नु भएको थियो, आर्टिकल पब्लिस गर्नुभएको थियो। त्यसमा चाहिँ इन्टरनल एरेन्जमेन्ट अफ चाहिँ एटमको बारेमा चाहिँ कुरा गरिएको थियो, एक्सप्लेनेसन थियो। अनि त्यसैको आधारमा चाहिँ थ्योरी पर्पज भयो र त्यो थ्योरीलाई भनिन्छ डाल्टन्स एटमिक थ्योरी। इट हैज फलोइङ पोस्टुलेट्स। डाल्टन्स एटमिक थ्योरीको चाहिँ पोस्टुलेटहरू यस प्रकार छ भनेको छ। All the matters are made up of very small tiny particles which is indivisible called atoms। म्याटर चाहिँ मेड अप अफ भेरी टाइनी पार्टिकलहरू मिलेर बनेको हुन्छ र त्यसलाई चाहिँ त्योभन्दा कममा चाहिँ डिभाइड गर्न सकिँदैन, फर्दर डिभाइड चाहिँ गर्न सकिँदैन भनेर चाहिँ पहिलो पोस्टुलेट रहेको छ। सेकेन्डमा चाहिँ एन एटम अफ सेम एलिमेन्ट ह्याभिङ अल फिजिकल अर केमिकल प्रोपर्टिज आर आइडेन्टिकल। सेम एलिमेन्टको चाहिँ एटमको चाहिँ फिजिकल र केमिकल प्रोपर्टिज चाहिँ के हुन्छ, आइडेन्टिकल हुन्छ। एटम अफ सेम एलिमेन्ट ह्याभिङ अल फिजिकल अर केमिकल प्रोपर्टिज आर आइडेन्टिकल। एन्ड थर्ड नम्बर पोस्टुलेट इज एटम अफ डिफरेन्ट एलिमेन्ट हैव डिफरेन्ट मासेस एन्ड डिफरेन्ट प्रोपर्टिज। फरक एलिमेन्टको चाहिँ एटमहरूको चाहिँ मासेसहरू, एटमिक मास चाहिँ डिफरेन्ट हुन्छ, साथै तिनीहरूको प्रोपर्टिजहरू पनि डिफरेन्ट हुन्छ। अनि फोर्थ नम्बर पोस्टुलेट इज एटम क्यान नट बी क्रिएटेड अर डिस्ट्रोयड अर ट्रान्सफर्म टु अदर बाई एनी केमिकल चेन्ज। एटमलाई चाहिँ न क्रिएट गर्न सकिन्छ, न डिस्ट्रोय गर्न सकिन्छ, न एउटाबाट अर्कोमा चेन्ज गर्न सकिन्छ। दिस इज फोर्थ नम्बर पोस्टुलेट अफ डाल्टन एटमिक थ्योरी। एन्ड इन फिफ्थ, into the compound, the relative ratio of different element become a simple whole number। In compound, relative ratio of different element become a simple whole number। रिलेटिभ एटमहरूको चाहिँ कुनै कम्पाउन्डमा चाहिँ एलिमेन्टहरूको रिलेटिभ रेसियो चाहिँ के हुन्छ, सिम्पल होल नम्बर फर्ममा हुन्छ। जस्तै H2O भयो भने 2 भाग हाइड्रोजन 1 भाग अक्सिजन, यहाँ चाहिँ 2:1 को चाहिँ होल नम्बर रेसियोमा छ भनेको मतलब 2 भाग हाइड्रोजन 1 भाग अक्सिजन, यसरी डिभाइडमा भयो भने होल नम्बर। अब यही पोस्टुलेटहरू चाहिँ all the matters are made up of very small tiny particle which is indivisible called atom। Atom of same element have all physical or chemical properties are identical। Atoms of different element have different masses and different properties। Atom cannot be created or destroyed or transformed to other by any chemical change। Into the compound, the relative ratio of different element become simple whole number। मोडर्न पोजिसन अफ डाल्टन्स एटमिक थ्योरी। डाल्टन्स एटमिक थ्योरी त आयो, त्यसपछि पनि धेरै साइन्टिस्टहरू अथवा हरूले चाहिँ नयाँ नयाँ पोस्टुलेटहरू दिनुभयो, नयाँ नयाँ कुराहरू पत्ता लाग्यो। त्यो सँगसँगै चाहिँ डाल्टन एटमिक थ्योरी चाहिँ हल्का रिभाइज भयो, चेन्ज भयो, अथवा त्यसको चाहिँ पहिला भनेको कुराहरूमा के परिवर्तन आयो भन्ने कुरा चाहिँ छ यहाँ मोडर्न पोजिसन अफ डाल्टन्स एटमिक थ्योरीमा। द डाल्टन एटमिक थ्योरी वाज सक्सेसफुल discovery in terms of modern atomic theory and followed at the middle of 19th century and modified in some postulate by J.J. Thomson, Niels Bohr, Chadwick and his co-workers। Such modification are Dalton atomic theory was successful। यो चाहिँ सक्सेसफुल रह्यो मोडर्न एटमिक थ्योरी दिनको लागि र यो 19th सेन्चुरीसम्म चाहिँ फलोड गरियो र पछि चाहिँ विभिन्न साइन्टिस्टहरूले चाहिँ जस्तै J.J. थम्सन, निल बोरहरूले चाहिँ मोडिफाइड गरे विभिन्न पोस्टुलेटहरू दिएर र के मोडिफिकेसन भयो भन्ने कुरामा चाहिँ फर्स्ट वान इज एटम आर क्यापेबल अफ फर्दर सब डिभिजन। एटमलाई चाहिँ अझै फर्दर सब डिभाइड गर्न सकिँदो रहेछ। एटम आर क्यापेबल अफ फर्दर सब डिभिजन।
After discovery of Rutherford atomic model, it is found that an atom is composed of subatomic particles like proton, neutron, and electron. रदरफोर्डले चाहिँ रदरफोर्ड एटमिक मोडल चाहिँ डिस्कभर गरिसकेपछि चाहिँ के थाहा भयो भने एटमलाई चाहिँ अझै सब एटमिक पार्टिकलमा चाहिँ एटम चाहिँ अझै सब एटमिक पार्टिकलहरू मिलेर बनेको रहेछ, जस्तै प्रोटन, न्युट्रन, इलेक्ट्रोन मिलेर चाहिँ बनेको रहेछ। एन्ड सेकेन्ड वान इज एटम अफ सेम एलिमेन्ट डु नट ह्याभ अल प्रोपर्टिज आइडेन्टिकल। सेम एलिमेन्टको एटमको पनि सबै प्रोपर्टिज एउटै हुनुपर्छ भन्ने छैन, कहिलेकाहीँ फरक पनि हुनसक्छ भन्ने कुरा आयो। यसमा चाहिँ के भन्यो भने अब आइसोटोप भनेको चाहिँ के हुन्छ भने सेम एटमिक नम्बर हुन्छ र एटमिक मासेस चाहिँ फरक हुन्छ र तिनीहरूको प्रोपर्टिजहरू पनि फरक हुनसक्छ। जस्तै आइसोटोप, हाइड्रोजनको आइसोटोपलाई हेरौँ, अब यहाँ प्रोटियम, ड्युटेरियम छ, यसको चाहिँ मासेस नै फरक छ भनेको एटमिक मास फरक छ, त्यही भएर तिनीहरूको प्रोपर्टिजहरू पनि फरक पर्न सक्दछ भन्ने कुरा छ। थर्ड नम्बरमा चाहिँ के भनेको छ भने के मोडिफिकेसन भएको छ भने एटम अफ डिफ्रेन्ट एलिमेन्ट मे ह्याभ सेम नम्बर फर आइसोबार। फरक फरक एलिमेन्टको त एटमिक मासेस फरक फरक हुन्छ भनेर भनिएको थियो, तर आइसोबारको चाहिँ के हुन्छ भने एटमिक नम्बर फरक भए पनि एटमिक मास चाहिँ एउटै हुनसक्छ। जस्तै आर्गनको 40, क्याल्सियमको 40 हुँदाखेरि यसले गर्दाखेरि तिनीहरूको चाहिँ के हुनसक्छ, प्रोपर्टिजहरू पनि सिमिलर भइदिन सक्छ। आइसोबार भनेको सेम एटमिक डिफ्रेन्ट एटमिक नम्बर बट एटमिक मासेस चाहिँ के हुन्छ, सेम हुन्छ। अनि यो कुरा चाहिँ डाल्टन्सले कुरा गरेका थिएन यसको बारेमा। एन्ड फोर्थ नम्बर पोस्टुलेट इज फोर्थ नम्बर पोस्टुलेट होइन, मोडिफिकेसन चाहिँ फोर्थ नम्बरमा के भयो भन्ने कुरामा चाहिँ एटम अफ वान एलिमेन्ट क्यान चेन्ज इन्टु द अदर एटम। सो हामीले के भनेर पढाएको थियौँ, एटम क्यान नट बी क्रिएटेड नट डिस्ट्रोयड नट ट्रान्सफर भनेर भनेको थियौँ नि, तर यहाँ त के भन्यो, एटम अफ वान एलिमेन्ट क्यान चेन्ज इन्टु द अदर एटम। एउटा एलिमेन्टलाई अर्को एटममा पनि चेन्ज गर्न सकिन्छ अरे। कसरी सकिन्छ त भन्ने कुरामा चाहिँ यो न्युक्लियर रियाक्सन हुन्छ। न्युक्लियर रियाक्सन हुँदाखेरि चाहिँ एउटा एटम अर्को एटममा, एउटा एलिमेन्ट अर्को एलिमेन्टमा पनि चेन्ज भइदिन सक्छ क्या। जस्तै एटम अफ नाइट्रोजन एलिमेन्ट कन्भर्ट इन्टु द अक्सिजन एटम बाई न्युक्लियर रियाक्सन विथ अल्फा पार्टिकल। नाइट्रोजनकोले चाहिँ अक्सिजनमा चेन्ज हुनसक्छ यदि ऊ न्युक्लियर रियाक्सन अल्फा पार्टिकल छ न्युक्लियर रियाक्सन भएको अवस्थामा। जस्तै 7n14 छ, 2He4 भन्ने हिलियमको चाहिँ न्युक्लियस भएको अल्फा पार्टिकलसँग रियाक्सन गर्दाखेरि 8O17 निस्क्यो र प्रोटियम भन्ने 1H1 निस्क्यो। यसरी पनि एउटा एटमलाई चाहिँ अर्को एटममा, एउटा एटम एउटा एलिमेन्टकोलाई अर्को एटम अर्को एलिमेन्टमा चेन्ज गर्न सकिन्छ। फिफ्थ नम्बरमा के भनेको छ भने द मास अफ एटम कन्भर्टेड इन्टु इनर्जी। मास अफ एटमलाई चाहिँ इनर्जीको रूपमा नि कन्भर्ट गर्न सकिन्छ भन्ने कुरा गर्यो। यो पनि डाल्टन सिटमले यसको बारेमा कुरै गरेको थिएन, त्यो पनि मोडिफिकेसनै भयो। बाई युजिङ आइन्स्टाइन इक्वेसनको E=mc² फर्मुलाले के भन्छ भने मास र इनर्जी भनेको त इनकन्भर्टिबल हो, मास र इनर्जीमा चाहिँ इन्कन्भर्टिबल छ, एउटाबाट अर्कोमा चेन्ज हुन सक्छ भन्ने कुरा गरे। मास र इनर्जीमा कन्भर्ट हुन सक्छ भन्ने कुरा। अब 6 नम्बरमा चाहिँ के भन्यो भने के मोडिफिकेसन भयो भने द रेसियो इन विच एटम कम्बाइन टु फर्म अ कम्पाउन्ड मे नट बी सिम्पल होल नम्बर। एटम हामीले के भनेर पढाएको थियौँ डाल्टन्स एटमिक थ्योरीमा भने माथि कुनै पनि कम्पाउन्डमा एटमहरूको रेसियो चाहिँ होल नम्बर फर्ममा हुन्छ भनेर भनेको थियो। तर यहाँ चाहिँ के भन्यो भने रेसियो इन विच एटम्स कम्बाइन्स फर्म अ कम्पाउन्ड मे नट बी सिम्पल होल नम्बर। सिम्पल होल नम्बर नहुन पनि सक्छ भन्ने कुरा गरे। जस्तै अर्गानिक कम्पाउन्डहरू जस्तै माल्टोजलाई लिउँ, माल्टोजमा चाहिँ कार्बन 12, हाइड्रोजन 22 र अक्सिजन 11 मिलेर बनाएको छ। रेसियो अफ कार्बन, हाइड्रोजन र अक्सिजन कतिमा छ, 12, 22, 11 छ। यसमा त्यो सिम्पल होल नम्बर रेसियोमा आएन, किनभने 22 लाई 12 ले भाग गर्दा त होल नम्बर आउँदैन भन्ने कुरा छ। अब यो त भयो के भयो, मोडिफिकेसन अफ डाल्टन्स एटमिक थ्योरी भयो। यसमा चाहिँ हामीले एटम्स आर क्यापेबल अफ फर्दर सब डिभिजन, एटम अफ सेम एलिमेन्ट डु नट ह्याभ अल प्रोपर्टिज आइडेन्टिकल, एटम अफ डिफ्रेन्ट एलिमेन्ट्स मे ह्याभ सेम नम्बर अफ फर आइसोबार भनेर भन्यौँ। त्यस्तै गरी एटम अफ वान एलिमेन्ट क्यान चेन्ज इन्टु अदर एटम। अनि फिफ्थ नम्बरमा मास अफ एटम कन्भर्टेड इन्टु इनर्जी भन्ने कुरा गऱ्यौँ। जस्तै अनि त्यसपछि गएर द रेसियो इन विच एटम कम्बाइन टु फर्म अ कम्पाउन्ड मे नट बी सिम्पल होल नम्बर भनेर भन्यौँ। यो त भयो मोडिफिकेसन अथवा मोडर्न पोजिसन अफ डाल्टन्स एटमिक थ्योरी।
अब डाल्टन्स एटमिक थ्योरीको लिमिटेसनहरु के छ भनेर सोध्यो भने चाहिँ के भन्न पर्यो भने इट डजन्ट एकाउन्ट फर सब एटमिक पार्टिकल, प्रोटन इलेक्ट्रोन न्यूट्रन जस्ता सब एटमिक पार्टिकलको बारेमा चाहिँ डाल्टनले कुरा गरेन भन्न सकियो। अनि त्यसपछि दोस्रो कुरामा यसले आइसोटोपको कुरा गरेन। आइसोटोप भनेको चाहिँ सेम एटमिक नम्बर, डिफ्रेन्ट मास नम्बर, यसको बारेमा कुरा गरेन। एटमहरुको त सेम एलिमेन्ट भने एउटै प्रोपर्टिज हुन्छ भन्यो, तर आइसोटोपको कुरामा यो फेल खायो। यो चाहिँ सर्टकमिङ भयो त्यसको चाहिँ। डोज नट एकाउन्ट फर आइसोबार, फरक फरक एलिमेन्टको एटमिक मास फरक फरक हुन्छ भनेको थियो, तर आइसोबारको केसमा त्यस्तो हुँदैन। फरक फरक एटमको एटमिक नम्बर फरक भए पनि तिनीहरूको एटमिक मास चाहिँ के हुन सक्छ, एउटै हुन सक्छ भन्ने कुरा छ। अनि त्यसपछि अर्को कुरा के छ, एलिमेन्ट नीड नट टु कम्बाइन इन अ सिम्पल होल नम्बर रेसियो अफ कम्पाउन्ड। कुनै पनि कम्पाउन्ड बन्नको लागि चाहिँ त्यसमा भाग लिने एलिमेन्टहरुको एटम चाहिँ सिम्पल होल नम्बर रेसियोमै हुनुपर्छ भन्ने छैन। यो चाहिँ डाल्टनले यी कुराहरु चाहिँ भन्न सकेन, यो चाहिँ लिमिटेसन भयो। डोन्ट नट एकाउन्ट फर सब एटमिक पार्टिकल, डोन्ट नट एकाउन्ट फर आइसोटोप, डोन्ट नट एकाउन्ट फर आइसोबार, एलिमेन्ट नीड नट टु कम्बाइन इन अ सिम्पल होल नम्बर रेसियो अफ कम्पाउन्ड।